दर्शकवृन्द नमस्कार। आज हामी एउटा यस्तो भिडियो लिएर आएका छौँ जुन हेरेपछि तपाईहरू पनि तीन छक्क नै पर्नुहुनेछ। हाम्रो देश नेपालको माथिल्लो मुस्ताङ क्षेत्रमा रहेको एउटा यस्तो ठाउँ जहाँ माटोको ढिस्काभित्र करिब 180 वटा माटोकै घरहरू रहेका रहेछन्। यो कुरा सुन्दा तपाईहरूलाई अचम्म लाग्न सक्छ, तर यो दृश्य प्रत्यक्ष हेरेर यस बारेमा जानकारी लिँदा झन् तपाईहरूको होस नै उड्नेछ। आजभन्दा करिब 600 वर्ष पुरानो यो गाउँ एउटा छुट्टै राज्यको रूपमा पनि रहेको रहेछ। यो गाउँका मानिसहरू अझै पनि राजा मान्ने गर्दा रहेछन्। साथै यो गाउँका मानिसहरूको छुट्टै नियम र कानुन समेत रहेको रहेछ। अझ रोचक कुरा त के पनि रहेको रहेछ भने यो गाउँका घरहरूको छानोमा प्राय दाउरा राख्ने प्रचलन रहेको रहेछ। अनि जसको घरको छानोमा धेरै दाउरा छन् उनै सम्पन्न र धनीको रूपमा मान्ने गरिदो रहेछ। अनि अर्को रोचक कुरा चाहिँ के पनि रहेको रहेछ भने यो गाउँमा अहिलेसम्म पनि आकाशे चियानको प्रचलन रहेको रहेछ, जहाँ मानिसहरूको मृत्यु भएपछि मानिसहरूको लासलाई गिद्धलाई खुवाउने प्रचलन रहेको रहेछ। आज हामी यही रहस्यमय माटोभित्रको गाउँमा जाँदैछौँ। हामी यहाँका मानिसहरूको जनजीवन के कस्तो रहेको छ त त्यस बारेमा पनि बुझ्नेछौँ। साथै यस गाउँमा अन्य मानिसहरू प्रवेश गर्दा यहाँका मानिसहरूले कस्तो व्यवहार गर्छन् त त्यस बारेमा पनि बुझ्नेछौँ। आजको भिडियो सधैँभन्दा पृथक, रोचक र जानकारीमूलक पनि रहेको छ। त्यसैले पनि भिडियोलाई अन्तिमसम्म हेरेर मन परे लाइक गरी धेरैभन्दा धेरै सेयर पनि गरिदिनु होला है त। मुस्ताङ जिल्लाको घरबजोङ गाउँपालिका अन्तर्गत पर्ने सुन्दर मार्फा गाउँबाट यहाँहरू सम्पूर्णमा नमस्कार। यो मार्फा गाउँ, जसलाई माटै माटोको गाउँ पनि भन्ने गरिन्छ, मार्फा गाउँ एकनासे घरहरू भएको एउटा सुन्दर बस्ती पनि रहेको छ। हामीले मार्फा गाउँको बारेमा छुट्टै भिडियो पनि प्रस्तुत गरिसकेका छौँ। मार्फा चाहिँ पर्यटकीय दृष्टिकोणले पनि अत्यन्तै महत्त्वपूर्ण गाउँको रूपमा रहेको छ र यो चाहिँ तल्लो मुस्ताङ अथवा लोवर मुस्ताङ क्षेत्रमा पर्ने एउटा महत्त्वपूर्ण गाउँको रूपमा पनि रहेको छ। र हामीले मार्फा गाउँको बारेमा अगाडि नै भिडियोमा प्रस्तुत गरिसकेको हुनाले अब हामी मार्फा गाउँको दृश्यहरूलाई केही बेर अवलोकन गर्दै हाम्रो यात्रामै अगाडि बढ्दैछौँ। आज चाहिँ हामी अप्पर मुस्ताङको यात्रामा जाँदैछौँ, जुन हाम्रो भिडियोको इन्ट्रो हेरेर पनि तपाईहरूले थाहा पाइसक्नु भएको छ कि हामी कहाँ जाँदैछौँ भनेर। अनि हामी अप्पर मुस्ताङसम्म जाने बाटोको अवस्था पनि के कस्तो रहेको छ त्यस बारेमा पनि प्रस्तुत गर्दै जानेछौँ। र अप्पर मुस्ताङको रहस्य नै रहस्यले भरिएको माटोभित्रको सहर, जहाँ चाहिँ माटोको ढिस्कोभित्र लगभग 180 भन्दा बढी माटोका घरहरू भएको ठाउँ हामी तपाईहरूलाई पुर्याउनेछौँ र त्यहाँका स्थानीयहरूसँग त्यसको रोचक विशेषता, त्यसको बारेमा सम्पूर्ण जानकारीहरू पनि दिलाउनेछौँ। र त्यहाँ चाहिँ छुट्टै राजाहरूले राज्य गरेको कुरा पनि हामीले बुझेका छौँ। हामी अब त्यही गएर त्यो दृश्य प्रत्यक्ष हेर्दै त्यसबारेमा जानकारी लिनेछौँ। र अब चाहिँ हामी मार्फा गाउँबाट अगाडि नै बढ्दैछौँ। अहिले हामी मुस्ताङ जिल्लाको सदरमुकामको रूपमा रहेको जोमसोम बजार क्षेत्र प्रवेश गरिसकेका छौँ। जोमसोम बजारको दृश्यहरू हेर्दै निरन्तर हामी हाम्रो यात्रामै अगाडि बढिरहेका छौँ, किनभने हाम्रो यात्रा निकै लामो छ। हामी अप्पर मुस्ताङको पनि एकदमै लुकेको रहस्यमय ठाउँको दृश्यहरू अवलोकन गर्न जाँदैछौँ। त्यसैले पनि हामी जोमसोम बजारको केही मात्रामा दृश्यहरू अवलोकन गर्दै हाम्रो यात्रामै निरन्तर अगाडि नै बढिरहेका छौँ। जोमसोम बजारबाट केही बेर अगाडि बढेपछि अब चाहिँ हामी यो घरबजोङ गाउँपालिकालाई छोडेर मुस्ताङ जिल्लाकै बारागुङ मुक्ति क्षेत्र गाउँपालिका प्रवेश गरेर अगाडि बढ्दैछौँ। यतापट्टि पुरै बाटो पिच छ, जसले गर्दा पनि यात्रा गर्न निकै सहज भइरहेको छ। अहिले हामी मुस्ताङ जिल्लाको एउटा प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल कागबेनी क्षेत्रमा प्रवेश गरिसकेका छौँ। यहाँसम्म हामी पिच बाटोको यात्रा गर्दै आएका थियौँ भने अब अगाडि बाटो के कस्तो छ त्यो बारेमा त हामी भिडियोमा प्रस्तुत गर्दै नै जानेछौँ।
अनि यो कागबेनीबाट चाहिँ यता उँभोतर्फ लाग्दाखेरि मुक्तिनाथ क्षेत्रको दर्शन गर्न पनि जान सकिन्छ। हामीले चाहिँ मुक्तिनाथ क्षेत्रको दर्शन गरेर छुट्टै भिडियो प्रस्तुत गरिसकेका छौँ। उक्त भिडियो सायद हजुरहरूले हेरि पनि सक्नुभएकै होला र हामी कागबेनीको केही दृश्यहरू अवलोकन गर्दै अब हाम्रो यात्रामै निरन्तर अगाडि बढिरहेका छौँ। कागबेनीबाट केही बेर अगाडिसम्म बाटो पुरै पिच थियो, तर अहिले चाहिँ बाटो पुरै अफरोड सुरु भइरहेको छ। अब यो बाटो कहाँसम्म अफरोड छ, कि त माथि अप्पर मुस्ताङ क्षेत्रसम्म नै पुरै अफरोड छ कि भन्ने विषयमा पनि हामीलाई जानकारी छैन र अहिले चाहिँ हामी यो अफरोड बाटोको यात्रा गर्दै अगाडि नै बढिरहेका छौँ। हामी अहिले चाहिँ यो चेले भन्ने गाउँबाट अगाडि बढिसकेका छौँ। चेलेबाट अगाडि बढेपछि बाटो उकालो पनि सुरु भइरहेको छ भने बाटो पुरै टर्निङको पनि रहेको देख्न सकिन्छ। अनि यतापट्टिको बाटो चाहिँ पुरै अफरोड पनि रहेको रहेछ। यहाँ टर्निङ भएको बाटोको दृश्यहरू हामी केही बेर अवलोकन गर्दैछौँ। त्यसपछि हामी निरन्तर हाम्रो यात्रामै अगाडि बढ्नेछौँ। अहिले चाहिँ हामी यो समर भन्ने गाउँमा प्रवेश गरेर अगाडि बढिरहेका छौँ। यहाँसम्म आउँदा बाटो अफरोड भए पनि सहजै रहेको थियो। अब अगाडि हामी अझै उचाइको क्षेत्रमा प्रवेश गरिरहेका छौँ र अगाडिको बाटो चाहिँ के कस्तो छ त हामी अगाडि दृश्यमा प्रस्तुत गर्दै नै जानेछौँ र यहाँसम्म आउँदा चाहिँ एकदमै सहज तरिकाले आएको महसुस भइरहेको छ। हामी निरन्तर हाम्रो यात्रामै अगाडि बढिरहेका छौँ। अहिले चाहिँ हामी लोघोकर दामोदर कुण्ड गाउँपालिका क्षेत्र प्रवेश गरेर अगाडि बढिरहेका छौँ र यतापट्टिको प्रकृति, यतापट्टिको भूगोल एकदमै अद्भुत छ, एकदमै अनौठो छ र एकदमै सुन्दर किसिमको पनि देखिरहेको छ। हाम्रो यात्रा पनि सहजै रूपमा अगाडि बढिरहेको छ। बाटो अफरोड भए पनि यो बाटो त्यति धेरै कठिन चाहिँ छैन रहेछ। त्यसैले गर्दा पनि हामीलाई यात्रा गर्न सहजै भइरहेको अवस्था छ। अनि यतापट्टि देखिरहेका विभिन्न अद्भुत दृश्यहरूले त झन् यात्रा निकै रोचक पनि बनाइरहेको छ। मैले आशा गरेको छु तपाईँहरूलाई पनि यो दृश्य मन परिरहेकै होला भनेर। अहिले चाहिँ हामी यो घमी भन्ने गाउँमा आइसकेका छौँ। यहाँ पनि माटोका घरहरू, झुरुप्प अनि बाक्लो बस्ती देख्न सकिन्छ। वरिपरि खेती लगाइएको दृश्य पनि देख्न सकिन्छ, जहाँ फाँटहरूमा यतिखेर गहुँ, जौ र उवा जस्ता विभिन्न खेतीहरू लगाइएको देख्न सकिन्छ। तल खोला बहिरहेको छ। यो दृश्य वास्तवमै निकै सुन्दर र निकै अनौठो पनि रहेको छ। त्यसैले पनि मुस्ताङ जिल्लालाई नेपालको अनौठो भूगोलको रूपमा पनि चिन्ने गरिन्छ। यी दृश्यहरू हेर्दा वास्तवमै हामी नेपालमा छैनौँ कि जस्तो पनि महसुस हुन्छ। अब हामी अझै महत्त्वपूर्ण अनि रहस्यले भरिएको ठाउँतर्फ जाँदैछौँ। हामी जुन गन्तव्यमा पुग्दैछौँ त्यहाँको दृश्य हेरेपछि तपाईँहरू पनि आश्चर्यचकित नै पर्नुहुनेछ। त्यसैले पनि अब हामी ढिला नगरी अगाडि नै बढिरहेका छौँ।
अहिले चाहिँ हामी घमी गाउँबाट निकै बेर अगाडि बढिसकेका छौँ र अब यहाँबाट चाहिँ हाम्रो टर्निङको उकालो बाटोको यात्रा सुरु हुन लागिरहेको छ। हाम्रो आँखै अगाडि यतापट्टि माटोका विभिन्न अचम्मका आकृतिहरू देखिरहेका छन्, जुन आकृतिहरू चाहिँ मानिसहरूले बुट्टा भरेर निर्माण गरे जस्ता देख्न सकिन्छ। तर यी आकृतिहरू प्राकृतिक रूपमै यस्तै रहेको कुरा पनि स्थानीयहरूबाट बुझ्न सकिन्छ। अनि यी माटाका ढिस्काहरूभित्र विभिन्न किसिमका गुफाहरू रहेको र हजारौँ वर्ष अगाडि यहाँ मानिसहरू बसोबास गरेको पनि स्थानीयहरूबाट बुझ्न सकिन्छ। हामी यो अद्भुत अनि रोचक दृश्यहरू पनि केही बेर अवलोकन गर्दैछौँ। त्यसपछि हामी हाम्रो यात्रामै निरन्तर अगाडि बढ्नेछौँ। दर्शकबिन मार्फा गाउँबाट यात्रा सुरु गरी करिब 6 घण्टाको निरन्तर यात्रा पश्चात हामी यतिखेर लोघोकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्रको रूपमा रहेको यो चरङ गाउँ क्षेत्र प्रवेश गरिसकेका छौँ। हाम्रो यात्रा अझै निकै बाँकी भएको कारणले हामी चरङ गाउँको दृश्यहरूलाई केही मात्रामा अवलोकन गर्दै हाम्रो यात्रामै निरन्तर अगाडि बढिरहेका छौँ। अब यहाँबाट चाहिँ हामी लोघोकर दामोदरकुण्ड गाउँपालिकालाई पनि छोडेर मुस्ताङ जिल्लाकै लोमन्थाङ गाउँपालिका क्षेत्र प्रवेश गरिसकेका छौँ। मुस्ताङ जिल्लामा जम्मा 5 वटा स्थानीय तहहरू रहेका छन्, जसमा 5 वटै गाउँपालिकाहरू मात्रै रहेका छन् र अहिले चाहिँ हामी लोमन्थाङ गाउँपालिका क्षेत्र प्रवेश गरेर अगाडि बढिरहेका छौँ। दर्शकवृन्द, अहिले चाहिँ हामी मुस्ताङ जिल्लाको माथिल्लो मुस्ताङ क्षेत्रमा रहेको लोमन्थाङ गाउँपालिका अन्तर्गत पर्ने माटोको सहर अथवा पर्खालभित्रको सहर भनेर चिनिने लोमन्थाङ क्षेत्रमा प्रवेश गरिसकेका छौँ। यहाँसम्म आउनलाई हामीलाई तल मार्फा गाउँबाट लगभग 8 घण्टाको समय लागेको थियो र यो लोमन्थाङ क्षेत्रमा चाहिँ करिब 6 मिटर अग्लो पर्खाल रहेको छ, जुन पर्खालको भित्रपट्टि चाहिँ करिब 180 वटा घरहरू रहेको कुरा बुझ्न सकिन्छ, जसले गर्दा पनि यो क्षेत्रलाई माटोको सहर भनेर चिन्ने गरिन्छ अनि पर्खालभित्रको सहर पनि भन्ने गरिन्छ। दर्शकवृन्द, आखिर यो क्षेत्रमा माटोको पर्खाल यति विशाल किन लगाइयो त? यस विषयमा एउटा रोचक तथ्य पनि रहेको रहेछ। हामी त्यस विषयमा पनि अब यो गाउँ प्रवेश गरेर यहाँका घरहरू हेर्दै यहाँका मानिसहरूसँग महत्त्वपूर्ण जानकारीहरू लिनेछौँ। अनि यो क्षेत्रमा चाहिँ अझै पनि राजा मान्ने प्रचलन पनि रहेको रहेछ। दर्शकवृन्द, आखिर किन राजा मान्छन् त यहाँका मानिसहरूले? अझै पनि त्यस विषयमा पनि हामी यहाँका स्थानीयहरूसँगै बुझ्ने नै छौँ। अनि यहाँको अर्को एउटा रोचक तथ्य पनि के रहेको रहेछ भने यो क्षेत्रमा चाहिँ अहिलेसम्म पनि आकाशे चिहान अर्थात् यहाँका मानिसहरूको मृत्यु भएपछि मानिसहरूको शवलाई चाहिँ गिद्धलाई खुवाउने परम्परा अझै पनि रहेको रहेछ, जसलाई आकाशे चिहान पनि भन्ने गरिँदो रहेछ। त्यस विषयमा पनि हामी यहाँका स्थानीयहरूसँग बुझ्ने नै छौँ। साथै अर्को रोचक कुरा चाहिँ लोमन्थाङका सबै घरहरूमा सेतो माटोले रङ्गाइएको देख्न सकिन्छ र घरको छतमा दाउराका खातहरू राखिएको पनि देख्न सकिन्छ। रोचक कुरा चाहिँ के पनि रहेको रहेछ भने यी घरको छतमा जसको घरमा धेरै दाउराका खातहरू हुन्छन् त्यसैलाई चाहिँ धनी अथवा सम्पन्न मान्ने परम्परागत मान्यता पनि रहेको रहेछ। हामी यस विषयमा पनि स्थानीयहरूसँगै जानकारी लिने नै छौँ। त्योभन्दा अगाडि हामी अब लोमन्थाङ क्षेत्र प्रवेश गरेर यहाँका रोचक एवं महत्त्वपूर्ण दृश्यहरूको अवलोकन गर्दैछौँ।
अब हामी माटोको पर्खालभित्र प्रवेश गरिसकेका छौँ र पर्खालभित्र लगभग 180वटा माटोका घरहरू पनि रहेको देख्न सकिन्छ र यो क्षेत्रलाई चाहिँ माटोको सहरको नामले पनि चिन्ने गरिन्छ अनि पर्खालभित्रको सहर पनि भनेर चिन्ने गरिन्छ र यतापट्टि चाहिँ गल्ली नै गल्ली छन् कताबाट कता जाने हो भन्ने कुरा पनि कतिपय जानकारी नहुन सक्छ र हराउन सक्ने सम्भावना पनि हुन्छ एउटा गल्लीबाट छिर्यो भने अर्को त्यस्तै गल्ली आउँछ अनि फेरि अर्को पनि त्यस्तै गल्ली जसले गर्दा पनि यो गल्ली छिर्दाखेरि चाहिँ पुरै हराउने सम्भावना हुन्छ र हामी यो वरिपरिको दृश्यहरू हेर्ने क्रममै रहेका छौँ यहाँ चाहिँ अहिलेसम्म पनि राजाहरू रहेको र राजाको दरबार समेत रहेको कुरा पनि स्थानीयहरूबाट बुझ्न सकिन्छ र अहिले पनि यहाँका स्थानीयहरूले चाहिँ राजा मान्ने प्रचलन रहेको कुरा पनि बुझ्न सकिन्छ हामी त्यस विषयमा त यहाँका स्थानीयहरूसँग केही क्षण पश्चात जानकारी लिने नै छौँ त्योभन्दा अगाडि चाहिँ हामी यो लोमन्थाङ क्षेत्रका वरिपरिका यी पुराना दरबारहरू पुराना घरहरूको दृश्यहरू हेरिरहेका छौँ र यो क्षेत्रमा चाहिँ खास गरी तिब्बती संस्कार तिब्बती जनजीवन पनि मिल्दोजुल्दो भएको कारणले यहाँका घरहरू तिब्बततर्फका घरहरूसँग मिल्दोजुल्दो पनि छन् र यहाँका मानिसहरूको भाषा पनि तिब्बतसँग मिल्दोजुल्दो नै रहेको छ कतिपय भाषा त तिब्बतीहरूसँग पुरै नै मिल्ने गर्दछ के कुट्नु भएको नि हजुर ए धुपी हो ए यसरी कुटिन्छ यो धुपी चाहिँ दर्शकबिन हामी लोमन्थाङको दृश्यहरू अवलोकन गर्ने क्रममै रहेका छौँ अब हामी लोमन्थाङको बारेमा यहाँका स्थानीयहरूसँग केही महत्त्वपूर्ण अनि रोचक जानकारीहरू लिनेछौँ त्यसपछि हामी लोमन्थाङमै रहेका निकै नै महत्त्वपूर्ण अनि रोचक स्थानहरूको पनि अवलोकन गर्न जानेछौँ भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्न नछुटाउनु होला लोमन्थाङको चाहिँ नाम चाहिँ अपभ्रंश भएको हो खास नाम चाहिँ लो मेन्थाङ रहेछ यहाँको चाहिँ लो भनेको तपाईँको यो जस्तो यो सबैको यो क्षेत्रलाई चाहिँ लो नै भनिन्छ यो फाँट चाहिँ खास यो टिबेटन भाषामा चाहिँ मेन भनेको चाहिँ तपाईँको जडीबुटी औषधि अनि थाङ भनेको फाँट यो चाहिँ जमानामा चाहिँ त यो लो क्षेत्रमा चाहिँ यो फाँटमा चाहिँ धेरै औषधि चाहिँ जडीबुटी उम्रिने भएको छ यो ठाउँको नाम चाहिँ खास लोमेन्थाङ रहेछ तर अनि अपभ्रंश हुँदा हामी लोकलले मन्दाङ भन्छौँ अहिले अब लेखाइमा चाहिँ लोमन्थाङ भएको छ होइन यो लोमन्थाङ विशेष गरी प्रख्यात हुनुको कारण यो एउटा ठुलो पर्खाल छ त्यो पर्खालभित्र तपाईँको माटोको पर्खाल त्योभित्र 180वटा घर छ त्यो 180 घर सहित भित्र ठुल्ठुलो 3टा गुम्बा अनि दरबार छ होइन अब अहिले नेपालीहरूले विशेष गर्ने भनेको दरबार हो दरबार चाहिँ अब हाम्रो आमेपाल भन्ने राजाले सुरु गर्नुभएको इतिहास छ अब अहिले उहाँहरूको 26औं 27औं पुस्ता चाहिँ अहिले हाम्रो राजा 26औं 27औं पुस्ताको हुनुहुन्छ यहाँ अहिले पनि राजा हुनुहुन्छ अब यो 63को जनआन्दोलनपछि नेपालमा राजा भन्ने रहँदै रहेन होइन त्यसपछि हाम्रो राजा पनि अब अफिसियलै रहनु भएन तर हामी चाहिँ उहाँलाई राजा नै मान्छौँ राजा मान्नुहुन्छ जस्तो राजा मान्छौँ हाम्रो सांस्कृतिक राजा मान्छौँ जस्तो हाम्रो विभिन्न पर्वहरू हुन्छ जस्तै तिजी भन्ने यार्तुङ भन्ने त्यस्तो पर्वमा चाहिँ उहाँ नभएपछि हामीलाई एक किसिमको खिन्नता त्यो खाली भए जस्तो कि मेलै नला जस्तो त्यस्तो फिल हुन्छ होइन गार्जेनको रूपमा हजुर अभिभावकको रूपमा त्यो मेलाहरूमा उहाँ चाहिँ जसरी पनि एटेन्ड हुनुहुन्छ चाहिँ अहिले चाहिँ र हामी त्यसरी मान्छौँ अब यो 700 वर्ष पुरानो गुम्बा के अरे दरबारको इतिहास छ त्यसपछि 750 600 जस्तो गरेर गुम्बाहरू 600 वर्षभन्दा पुरानो गुम्बाहरू चाहिँ छ यहाँ चाहिँ लोमन्थाङमा अहिले चाहिँ अब यो लोमन्थाङको चाहिँ विशेषता भनेको चाहिँ त्यही हो वाल सिटी तपाईँको एउटा मात्र गेट छ तर भित्र 180 घर सहित तपाईँको गुम्बा दरबार चाहिँ छ यो सबै माटोको घरहरू सबै माटो भयो अब अहिले यो चिनिन्छ हो अब अहिले बाहिर चाहिँ अब अलिअलि ढुङ्गा र सिमेन्टको भवन भन्न लाग्यो होइन तर अब भित्र त पुरा ढुङ्गा त्यसपछि माटो अनि छतमा पनि काठ र माटो हालेर माटोकै छत भएर चाहिँ छ अब यो मुस्ताङ यो उपलम्बसम्म सबै त्यस्तै हो यहाँ मात्र होइन अब यो चाहिँ अलिकति हाम्रो ठुलो सहर भएर चाहिँ अलिकति यो हाम्रो लोछोदिन भन्ने छ
त्यहाँको चाहिँ मेन बजार भएर चाहिँ भयो, नत्र मुस्ताङको सबै तपाईँको माटो नै घर हो, घर चाहिँ माटो नै। यहाँका मानिसहरू के पेसा गर्नुहुन्छ? अब पहिला चाहिँ यहाँको मेन पेसा भनेको चाहिँ तपाईँको बाख्रा पालन, कृषि भनौँ न, कृषि अर्दैन खेती, हजुर पशुपालन थियो। अब समयक्रम अनुसार अब अहिले चाहिँ अलिकति पर्यटनतिर लागेछ। त्यो बाहेक अब अहिले चाहिँ धेरै जसो मान्छे चाहिँ वैदेशिक रोजगारको लागि भनौँ अब सबै माइग्रेट भएर चाहिँ एकदम अहिले चाहिँ मान्छे थोरै भइसक्यो भएछ। 50% मान्छेहरू माइग्रेट भइसक्यो जस्तो लाग्छ मलाई चाहिँ। धेरै ठुलो असर परेको छ यहाँ चाहिँ अहिले चाहिँ। यहाँ आन्तरिक पर्यटकहरू कतिको आउनुहुन्छ? होइन अब आन्तरिक पर्यटकको लागि नेपालीहरूको लागि चाहिँ सबभन्दा राम्रो हुनुपर्ने भनेको रोड रहेछ होइन। तपाईँको म अब 2008देखि पर्यटन व्यवसायमा छु। अब प्रत्यक्ष भनौँ 2019 म प्रत्यक्ष व्यवसायमा नभए पनि म एक एप भन्ने संस्थामा काम गरेको हिसाबले चाहिँ टुरिज्म हेर्दाखेरि तपाईँको 2010-11सम्म हामी कहाँ बाटो थिएन। त्यो बाटो नभएको कारणले गर्दा विदेशीहरू मात्र धेरै आउँथ्यो, अब नेपाली केही मात्र आउँथ्यो। तर अब यो बाटो खुलेपछि अहिले हामीलाई चाहिँ नेपाली टुरिस्ट प्रशस्त आएको छ। अहिले चाहिँ बास बस्ने खाने व्यवस्थाहरू के कस्तो छ यहाँ? लोमन्थाङमा अहिले बास बस्ने व्यवस्थाको लागि समस्या छैन। लगभग यहाँ 20-22वटा होटलहरू छ। त्यसमा चाहिँ लगभग बेड गर्नुहुन्छ भने 500 देखि 600सम्मको बेडहरू छ टोटल गर्दाखेरि। अब हाम्रो चाहिँ अहिले चाहिँ अब गेस्ट नपुग्ने समस्या बाहेक त्यो होटलको समस्या हुने चाहिँ स्थिति छ। तपाईँको अब सर्वसाधारण सानो होटलदेखि लिएर तपाईँको रिजोर्टसम्म छ होइन। अब हुने खाने अलिकति सबै च्यानल हामीसँग होटल छ। त्यसपछि 2-3-4वटा क्याटेगोरीको होटलहरू छ। होटलको चाहिँ त्यस्तो समस्या चाहिँ छैन अहिले लोमन्थाङमा चाहिँ। हुन्छ, जानकारी गराइदिनु। हस्, धन्यवाद। दर्शकवृन्द, आजको भिडियोमा हामीले मुस्ताङ जिल्लाको गरबजोङ गाउँपालिका अन्तर्गत पर्ने मार्फा गाउँबाट यात्रा सुरु गरी अप्पर मुस्ताङ क्षेत्रमा रहेको निकै नै रोचक विशेषताहरू बोकेको माटोको सहर भनेर चिनिने लोमन्थाङ क्षेत्रको दृश्यहरू अवलोकन गऱ्यौँ। साथै लोमन्थाङका रोचक विशेषताहरूको बारेमा पनि स्थानीयहरूबाट जानकारी लियौँ। समग्रमा आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो त कृपया कमेन्ट गरी अवश्य पनि बताउनुहोला र भिडियो मन परे धेरैभन्दा धेरै सेयर गरी लाइक पनि गरिदिनु होला। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँहरूप्रति हृदयदेखि नै आभार प्रकट गर्दै आजको लागि यस भिडियोबाट अनि तपाईँहरू माझबाट बिदा हुन चाहन्छौँ। हवस् त, धन्यवाद, नमस्कार।